यो लोकतन्त्रमा हाम्रो देशमा विकासको कामहरू अहिलेसम्म के भयो र देशको सबै युवाहरू निरन्तर विदेश पलायन हुँदैछ, यो सबैलाई थाहै होला। के यही हो लोकतन्त्र? न त हाम्रो देशमा रोजगारी छ, न त कसैले न्याय पाइरहेको छ टाइममा। शिक्षा हाम्रो प्रदेशमा शिक्षाको एकदमै कमी छ। सबै किसिमले हेर्दाखेरि हाम्रो मध्य प्रदेश एकदम पछाडि परेको छ। यही हो लोकतन्त्र। अब हेर्नुहोस्, अब एक त चाहिँ तपाईँको शिक्षा यो एक दिनमा राम्रो र नराम्रो हुने चिज होइन। शिक्षाको लागि जस्तै अहिले तिमीहरू 15 वर्षदेखि सङ्घर्ष गर्दैछौ, अनि 15 वर्षदेखि सङ्घर्ष गर्दैछौ, ब्याचलरको सेकेन्ड र फर्स्ट इयरमा छौ तिमीहरू। अब सुन, म भन्दैछु अहिले दुनियाँ चाहिँ कस्तो छ, दुनियाँ ग्लोबल दुनियाँ छ। हेर्नु, संसार अहिले सांसारिक दुनियाँ छ। यो हेर्नमा त टेरिटरीले डिभाइड गरिदिएको छ। नेपालको आफ्नो टेरिटरी छ, भारतको आफ्नो टेरिटरी छ, अमेरिकाको आफ्नो टेरिटरी छ, चाइनाको आफ्नो टेरिटरी छ। तर चाहिँ यो टेरिटरी अलग अलग भयो भने संसार अहिले ग्लोबल भयो, एकले अर्कोलाई रोक्न सक्दैन। यहाँनिर चाहिँ सुन न म भन्दैछु। जस्तै यहाँनिर 24,000 रुपैयाँ, 24,000 रुपैयाँ एउटा कार्यालय सहयोगीलाई 24,000 रुपैयाँ तलब छ सरकारी। 24,000 रुपैयाँ तलब छ सरकारी, 24,000 समथिङ, 24,400 समथिङ छ। हेर, त्यही मान्छे तिमीहरू चाहिँ तपाईँको मानौ कि यहाँनिर कार्यालय सहयोगीमा मानौ कि कोही मान्छेले काम गर्यो भने उसको तलब 24,000 छ। यही मान्छे चाहिँ तपाईँको अमेरिकामा जान्छ, भाडामा छ, त्यहाँनिर गएर चाहिँ राम्रो काम पाउँदैन। त्यहाँनिर गएपछि के गर्छ, भाडामा छ, क्लिनरको काम गर्छ, पसलमा काम गर्छ, त्यहाँनिर डलर पाउँछ। त्यसको तलब चाहिँ तपाईँको 3 लाख हुन्छ। 3 लाख हुन्छ। हेर, 3 लाख हुन्छ मिनिमम। यो 24,000 र 3 लाख मान्छेले कम्पेरिजन गर्छ। मान्छेले कम्पेरिजन के गर्छ, यो 24,000 कमाउने कि 3 लाख कमाउने। अनि मान्छे के गर्छ, अमेरिकाको भिसातिर लाग्छ। पहिला चाहिँ राजतन्त्रको बेलामा चाहिँ भिसा जेनरल पिपललाई एलाउ थिएन, अनि मान्छे जान सक्दैन थियो। अहिले चाहिँ तपाईँको जेनरलाइज भयो, मान्छे चाहिँ विदेश जान पाउँछ। अब हेर,